काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षा प्रहरीका असाई पुष्कर कार्की पारिवारिक विवादको क्रममा नाबालक छोराको मृत्यु र श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। आइतबार बेलुकी सार्वजनिक भएको घटनापछि काठमाडौँ प्रहरी परिसरले उनलाई तत्काल नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार असाई कार्की काठमाडौँको सिनामङ्गल स्थित बसोबास स्थानमै विवादको घटना भएको हो। पारिवारिक मनमुटाव तीव्र बन्दै जाँदा कुटपिटसम्म पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरी परिसरका प्रमुख एसपी पवन भट्टराईका अनुसार कार्कीले श्रीमतीलाई शारीरिक क्षति पुर्याएको र नाबालक पुत्रको घाँटीमा चोट भेटिएको प्रारम्भिक प्रमाणले देखाएको छ। बालकको मृत्यु भइसकेको पुष्टि भएको छ। भट्टराईले जानकारी दिएका छन्। घाइते श्रीमतीलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको, उनको शारीरिक अवस्था मध्यम गम्भीर रहेको प्रहरीले बताएको छ। घटनास्थल मुचुल्का र प्रारम्भिक प्रक्रिया प्रहरीले राति नै घटनास्थलमा सुरक्षात्मक घेरा बनाएर प्रमाण सङ्कलन सुरु गरेको थियो। फोरेन्सिक परीक्षण, पोस्टमार्टम रिपोर्ट, छिमेकी र प्रत्यक्षदर्शी बयान लगायतका सबै प्रक्रिया द्रुत गतिमा अघि बढाइने प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार घटना हुँदा असाई कार्की अफ ड्युटी अवस्थामा थिए। कानुनी प्रक्रिया अगाडि असाई कार्कीलाई आइतबार नै हिरासतमा लिएपछि आजदेखि औपचारिक रूपमा मुद्दा दर्ता, म्याद थप तथा कानुनी प्रक्रिया अगाडि बढाइने भएको छ। अदालतको आदेश अनुसार उनलाई छुट्टा छुट्टै बयानका लागि परिवारका सदस्य र छिमेकीहरूसँग सोधपुछ गरिँदैछ। प्रहरी परिसरले जारी गरेको वक्तव्यमा भनिएको छ, घटना गम्भीर प्रकृतिको भएकाले अपराध प्रमाणित भए कानुनी कारबाही कडाइका साथ अघि बढाइनेछ। स्थानीय क्षेत्र शोकस्तो तथा आक्रोशित बालकको मृत्युको खबर बाहिरसँगै स्थानीय क्षेत्रमा शोक र असहज वातावरण फैलिएको छ। नजिकका बासिन्दाहरूले प्रहरी सङ्गठनका सदस्यबाट यस्ता गम्भीर प्रकृतिका घटना भएको प्रति आश्चर्य व्यक्त गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्। यस घटनाले प्रहरी सङ्गठनभित्रका सदस्यहरूमा हुने मानसिक दबाव, पारिवारिक तनाव र ड्युटीको प्रकृति सम्बन्धी धेरै प्रश्नहरू पुनः उठाएको छ। दर्शकवृन्द, अहिलेको प्रमुख अपडेट। असाई पुष्कर कार्की हिरासतमा, नाबालक छोराको मृत्यु, श्रीमती घाइते, प्रारम्भिक कारण पारिवारिक विवाद, फोरेन्सिक तथा पोस्टमार्टम रिपोर्टको प्रतीक्षा, छिमेकी परिवार तथा प्रत्यक्षदर्शीको बयान सुरु, काठमाडौँ प्रहरी परिसरद्वारा विस्तृत अनुसन्धान तीव्र गतिमा। श्रम संस्कृति पार्टीको अध्यक्ष हर्कराज राई भ्रष्टाचारीलाई पार्टीमा ठाउँ छैन भन्दै। काठमाडौँ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई हर्क साम्पाङले आफ्नो पार्टी भ्रष्टाचार विरुद्ध कठोर रूपमा उभिएको र कुनै पनि किसिमका भ्रष्टाचारमा संलग्न व्यक्तिलाई पार्टीमा प्रवेश नदिने स्पष्ट घोषणा गर्नुभएको छ। आज काठमाडौँको सिफलमा श्रम संस्कृति पार्टीद्वारा आयोजित बृहत जनसभा तथा परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष राईले देश विकास रोकिएको प्रमुख कारण नै भ्रष्टाचार भएको बताउँदै त्यस विरुद्ध शून्य सहनशीलताको नीति अपनाइने दृढता व्यक्त गरेका छन्। कार्यक्रममा ठूलो संख्यामा पुगेका समर्थकहरूलाई सम्बोधन गर्दै अध्यक्ष राईले भनेका छन्, एक पैसा भ्रष्टाचार हुँदैन, मौकामा चौका हानौँ भनेर आउनुहुने हो भने यत्तिकैमा फर्किनुहोस्, म कसैलाई पनि छाड्दिन। मैले एक पैसा मात्र भ्रष्टाचार गरेँ भने त्यही दिन मेरो अन्तिम दिन हुनेछ। उनको यो कडा चेतावनीले कार्यक्रमस्थलमा उपस्थित सर्वसाधारणबाट ठूलो ताली पाएको थियो। अध्यक्ष राईले स्रोत साधन सीमित हुँदा पनि आम नागरिकको सक्रिय सहभागिता र श्रम प्रेमी संस्कारको विकास गर्ने मुलुक छिट्टै समृद्धि हासिल गर्न सक्ने दाबी समेत गरेका छन्। उनका अनुसार देशको विकासका लागि ठूलो बजेट भन्दा पनि इमानदार नेतृत्व र पारदर्शी प्रणाली आवश्यक छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै उनले आफ्नो पार्टी देश परिवर्तनको वैकल्पिक शक्ति बनेर आउँदैछ जिकिर पनि गरेका छन्। राईले जनतालाई आग्रह गर्दै भनेका छन्, हामीलाई मत दिएर एकछिन होइन पुस्तौँसम्म टिक्ने परिवर्तनमा साथ दिनुहोस्। श्रम, न्याय र
पारदर्शितामा आधारित राष्ट्र निर्माणको यात्रामा तपाईँको मत निर्णायक हुनेछ। दर्शकवृन्द, कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, युवाहरू, महिला समूह तथा स्थानीयवासीहरूले उल्लेखनीय उपस्थितिले पार्टीको सङ्गठन विस्तार भइरहेको सङ्केत पनि दिएको छ। दर्शकवृन्द, तपाईँलाई के लाग्छ? आज हर्का साम्पाङले काठमाडौँको सिफल चौरीमा दिएको एउटा दमदार भाषण अथवा उहाँको प्रस्तुतिले तपाईँलाई कतिको छोएको छ? सबैभन्दा ठुलो कुरा हर्का साम्पाङले भन्नुहुन्छ, नेपालको देवी देवता, समस्त देवी देवताको कसम खाएर भन्छु, मैले 1 रुपैयाँ मात्रै त के 1 पैसा मात्रै भ्रष्टाचार गरेँ भने मेरो त्यही दिन अन्त्य हुनेछ र म कसम खान्छु, माटोको कसम खान्छु, पाथिभरामा मुकुमको कसम खान्छु अथवा साल्पा सिलिचुङको कसम खान्छु, सुम्निया पारुहाङको कसम खाएर भन्छु कि मैले कुनै पनि दिन यदि भ्रष्टाचार गरेँ भने र त्यो भ्रष्टाचार गरेको पैसा मेरो मुखमा पर्यो भने त्यही दिन अन्त्य हुनेछ भनेर यसरी कसम पनि खाएका छन्। र अर्को कुरा के भनेका छन् भने यदि 5 वर्षमा यो देशलाई म काया पलट गर्छु, यदि यो देशलाई काया पलट गर्न सकिनँ भने म यस देशको नागरिक त्यागेर म शरणार्थी बन्छु समेत पनि भनेका छन्। के तपाईँलाई के लाग्छ? हर्का साम्पाङले यो किसिमको बाचा कसम खाइरहँदाखेरि साँच्चै उनीमा त्यो तागत र त्यो हैसियत र त्यो दृढता र त्यो इच्छा शक्ति मात्रै हो या उनले गरेर पनि देखाउन सक्छन्? के लाग्छ? हर्का साम्पाङको आज भाषण मान्छेले घन्टौँ तक, आजको नेताहरूको 15 मिनट भाषण सुन्न चाहँदैन नेपाली जनताहरू, तर हर्का साम्पाङले घन्टौँ तक 1 घन्टाभन्दा बढी भाषण दिइरहँदाखेरि पनि उनको भाषणमा ताली र स्वागत र उनको चाहिँ भाषण चाहिँ एकदम उत्प्रेरकका साथ, एकदम उत्सुकताका साथ सुनिरहेका हामीले देख्न सक्छौँ। तपाईँले यो भिडहरू देख्न सक्नुहुन्छ कि यो भिडहरू खालि विचारको लागि, खालि एउटा चाहिँ के बोल्दो रहेछ हर्का साम्पाङले भनेर आएका हुन् कि साँच्चै हर्का साम्पाङको पार्टी श्रम संस्कृति पार्टीमा प्रवेश गरेर म आजीवन योगदान गर्छु अथवा श्रम गर्छु अथवा श्रमदाता बन्छु भनेर आएको? के लाग्छ तपाईँहरूलाई? यो भिडको लागि मात्रै सीमित छ या यो भिड हर्का साम्पाङले खोलेको अथवा दर्ता गरेको पार्टी श्रम संस्कृति पार्टीमा समर्पित हुन आएको? तपाईँलाई के लाग्छ? तपाईँको आफ्नो अमूल्य विचार र सल्लाह सुझाव दिनुहोस्। दर्शकवृन्द, तपाईँहरू हामीसँग जोडिरहनुहोस्, तपाईँ हामीलाई पछ्याउनुहोस्, हामीलाई फलो गर्नुहोस्, कमसेकम हामीले बनाएका न्युजहरू लाइक, कमेन्ट, सेयर गरिदिनुहोस्, यति तपाईँलाई अनुरोध गरेँ। र तपाईँहरूलाई हामी नयाँ नयाँ अपडेट दिइरहनेछौँ, अझै प्रभावकारी ढङ्गले, एकदमै अप टु डेट, अझै हामी अप टु डेट गर्नेछौँ। तपाईँहरूले जति हामीलाई लाइक, कमेन्ट, सेयर गर्नुहुन्छ, तपाईँहरूले हामीलाई चाहिँ नि प्रोत्साहन गर्नुहुन्छ, हामी त्यति नै उत्सुकताका साथ हामी देशको बारेमा, जनताको बारेमा अथवा यो माटोको बारेमा, देशको बारेमा र सामसाई विषयवस्तुहरूको हामी समाचार अप टु डेट गरिरहनेछौँ। तपाईँहरू हामीलाई हेर्दै गर्नुहोस् है त। नमस्कार।